हेलो साथीहरू, हाम्रा आदरणीय धरानका मेयर हर्क साम्पाङज्यू बालेन रवि कुलमान जीसँग उहाँहरू चाहिँ एकजुट किन नहुनु भएको उहाँहरूसँग सहकारी किन गर्नु भएन भन्ने कुरो चाहिँ हामीलाई सबैलाई चिन्ताको विषय छ। हर्क साम्पाङज्यूको मुखबाट सुन्नेछौँ। उहाँले प्रष्ट पार्नुहुनेछ उहाँ के कारणले चाहिँ उहाँहरूसँग मिल्नुहुन्न र मिल्न चाहनुहुन्न। यो भिडियो मार्फत हामी स्पष्ट हुन सक्छौँ। दुई चारवटा आरोपलाई मैले आज प्रश्न गर्नु छ। बालेनलाई किन साथै लिएर नहिँडेको, रवि लामिछानेसँग किन सहकार्य नगरेको, कुलमानसँग किन सहकार्य नगरेको भन्ने पनि छ बजार छैन। सबैको प्रश्न हो। छातीमा हात राखेर भन्छु, बालेनजीलाई मैले 5 चोटि भेटेँ पार्टी खोलौँ भनेर। झुटो बोल्दैन हल्का साथ, रुखो चाहिँ बोल्छु तर झुटो चाहिँ बोल्दैन। मैले बोलेको कुराले होइन मान्छेलाई भोज्न सक्छ। त्यसरी काँडाले टाइपको हुँदो रहेछ होइन, भित्र बस्ने म सबै पार्न सक्छु। रवि लामिछानेको बारेमा कुरा गर्नुपर्छ होला। मैले मेयरको पद जिते स्वतन्त्र भन्ने शब्दको एउटा सबैभन्दा ठुलो क्रेडिट कसैलाई जान्छ भने त्यो हर्क साम्पाङलाई जान्छ। किनभने स्वतन्त्र अभियन्ताको रूपमा मैले धेरै लामो समयसम्म स्वतन्त्र अभियान चलाएर आइसकेपछि अन्तिम समयमा 2 चोटि धरानमा मैले चुनाव लडेको। स्वतन्त्र पानीको बोतल लिएर लड्दाखेरि 422 मात्रै मत आयो होइन। तर 79 सालमा चाहिँ मैले तपाईको चाहिँ काम गर्ने मौका पाएँ, पहिलो मत लिएँ। संसारमा थियो हैन, यो चीज छ। अब त्यतिखेर चाहिँ उहाँ आफै आउनुभयो। हर्क साम्पाङ चाहिँ मेरो तपाईको चाहिँ हैन गुरु मान्छु, उहाँ पनि भन्नुभयो, थुप्रो भन्नुभयो। तर पछिल्लो समयमा अब उहाँ अहिले कस्टडीमा हुनुहुन्छ होइन, पूर्वपक्षमा हुनुहुन्छ सायद, मलाई जहाँसम्म लाग्छ। पछिल्लो समयमा उहाँले के कन्क्लुजन निकाल्नु भएछ भने हर्क साम्पाङलाई डाउन नगरी राष्ट्रको माथि जान सक्दैन भन्ने निष्कर्ष उहाँको भएछ। हाम्रा अभियन्ताहरूलाई तपाईको चाहिँ पक्रिँदै ठुल्ने काम गर्नुभयो। रविजी गृहमन्त्री हुनुहुन्थ्यो, त्यहाँदेखिको मन्दुमा भयो। मैले आज सार्वजनिक रूपमा भने है मैले तपाईँलाई सहयोग गर्छु भने तपाईँले मलाई सहयोग गर्नु होइन। हामी शुद्ध मनले राजनीति गर्छौँ, बुद्ध मनले राजनीति गर्छौँ। बुद्ध मनले राजनीति हुँदैन, यो त काटा मार्नु खेल हो, फोरी खेल हो भन्नुहुन्छ। हामी बुद्ध मनले नै राजनीति गर्छौँ। कोही कसैलाई तपाईँको चाहिँ काटेर मारेर पनि राजनीति गर्दैन। राजनीति चाहिँ भएको रहेछ। हामी एउटा संस्कृति फैलाउन चाहिरहेका छौँ। तपाईँले खाँदै गरेको खाना मैले खोसाएर खानुलाई राजनीति भन्दिनँ म, तर उत्पादन बढाएर तपाईँले पनि खानुहोस् पेट भर, म पनि पेट भर खान्छु। अलिकति छ भने आदि बाँडेर खाउँ भन्ने संस्कार हो। त्यसो भएको कारणले गर्दाखेरि रविजीसँग हाम्रो चाहिँ सहकार्य हुने सम्भावना भएन है। धेरै तपाईँको चाहिँ कुराहरू टाढा हुँदै गयो। अब कुलमानजीमा आउँ अलिकति। उहाँले एउटा पार्टी खोल्नु पर्यो भन्ने आयो। कुलमानसँग चाहिँ किन नमिलेको त भन्नेमा आयो। उहाँसँग पनि मैले 2 चोटि चाहिँ भेटेको छु। त्यतिखेर पछि विचार गरौँला न भन्नुभयो। अस्ति जेनजीको आन्दोलनमा पनि होइन, त्यतिखेर पनि भेट भयो। त्यहाँनिर चाहिँ साथीभाइले लन्छ भेटौँ भनेर भेट भयो। उहाँकै घरमा गएर भेट भयो। अब यस्तो छ अवस्था, सरकारमा म त जाँदिनँ भनेर भन्नुभयो। भयो तपाईँको चाहिँ 24 घण्टा नगइकन शपथ गर्नुभयो है। त्यो पनि है साथी, शुद्ध मनले बोल्नुपर्छ, साँचो कुरा बोल्नुपर्छ है। कुरा त्यो हो। र अहिले चाहिँ उहाँले अब एउटा नयाँ दल खोल्नु पर्यो भन्ने छ। शुभकामना छ उहाँहरूलाई पनि, हामीले बुझ्न जरुरी छ। ल साथीहरू, हाम्रो आदरणीय मेयर साहबले कुन कुरामा चित्तै दुखाइ भयो उहाँप्रति होइन चाहिँ नि एउटा चाहिँ नि श्रम संस्कृत पार्टी बिचमा चाहिँ होइन कस्तो खालको राजनीति भयो भन्ने कुरो उहाँले त्यो कारणले होइन उहाँहरू 3 जना प्रति चाहिँ उहाँको एकदम मन दुखाइ चित्त दुखाइ भएको कारणले उहाँ चाहिँ अहिले उहाँहरू चाहिँ एकता उहाँहरूसँग मिल्न नचाहनु भएको चाहिँ मैले हर्क साम्पाङप्रति उहाँबाट मैले यो भिडियो मार्फत चाहिँ जाने। र म चाहिँ एउटा कुरा के भन्छु भने हर्क साम्पाङ चाहिँ रुखो बोल्नुहुन्छ होइन, उहाँ रुखो बोल्नुहुन्छ तर सत्य बोल्नुहुन्छ। चाहे मान्छेले घमण्ड भनोस् या चाहे मान्छेले जेसुकै भनोस्, तर उहाँ भनेको लिडरमा हुनुपर्ने क्षमता उहाँमा छ भन्ने चाहिँ मलाई लाग्छ। साथीहरू प्लिज तपाईँहरू कमेन्ट गर्नु होला।